नमस्कार। नमस्कार। आज मिति 2083 साल वैशाख 6 गते आइतबारका दिन हामी ज्येष्ठ नागरिक चौतारी भुरी गाउँ बर्दियाको यो सत्सङ्ग कक्षमा छौँ र यहाँ रहनुभएका महानुभावहरू यो संस्थाको यो भवन निर्माण समितिका पदाधिकारी हुनुहुन्छ। यहाँहरू सबैको सामूहिक प्रयत्नबाट यो भवनका लागि आवश्यक स्रोत र साधनको व्यवस्था गरिएको हो। यो समितिको अथक प्रयासले धेरै दानवीर दाताहरू, सरकारका निकायहरू, अन्य गैर सरकारी सङ्घ संस्था समेतको सहयोगमा यो भवनको निर्माण सम्पन्न भएको हो। त्यसैले यो संस्थाको यो भवन निर्माण समितिका तर्फबाट यो भवन निर्माणका लागि योगदान गर्नुहुने नेपाल सरकारका विभिन्न निकायहरू, सामाजिक सङ्घ संस्थाहरू, दानवीर दाताहरू र हामीलाई विश्वास गरी सहयोग गर्ने धेरै धेरै चन्दादाता सहयोगी मनहरूलाई हामी हार्दिक आभारसहित धन्यवाद गर्दछौँ। तपाईँहरू सबैले गर्नुभएको यो योगदानप्रति हामी एकदम आभारी छौँ। तपाईँहरू सबैको यो सहयोग यो देशको सामाजिक क्षेत्रमा फेरि पनि रहोस् भन्ने कामना गर्दछौँ र तपाईँहरूले गरेको विश्वास र सहयोगका लागि फेरि पनि तपाईँहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछौँ। र यसै क्रममा म यो संस्थाका पदाधिकारीहरूको परिचय गराउन चाहन्छु। सबैभन्दा पहिला यस संस्थाको यो भवन निर्माण समितिको अध्यक्ष म चक्रबहादुर शाही तपाईँहरू सबैलाई हार्दिक आभारसहित नमन व्यक्त गर्दछु। त्यसपछि यो संस्थाको उपाध्यक्ष सुनिता शाहीज्यू। नमस्कार, म सुनिता शाही ठाकुरबाबा नगरपालिका 1 निर्माण समितिको उपाध्यक्ष। यो समितिको सचिव आदरणीय लक्ष्मी पौडेलज्यू। नमस्कार, म लक्ष्मी पौडेल यो भवन निर्माण समितिको सचिवको रूपमा मैले काम गर्ने अवसर पाएँ। म विद्यालयमा पढाउँछु, त्यसका बावजुद पनि मैले यो एउटा बुवा आमाहरूका लागि, ज्येष्ठ नागरिकका लागि यो भवन निर्माण समितिको सदस्य भएर जुन काम गर्न पाएँ त्यसमा म एकदमै धन्यवाद दिन चाहन्छु। निर्माण समितिमा मलाई राख्नुहुने आदरणीय सर, यस निर्माण समितिको बुवा आमाहरूले एउटा टहरोमा बसेर यताउता कुनै ठाउँ नभएर आफ्नो सत्सङ्ग सुरु गर्नुभएको थियो। यसलाई चाहिँ आफ्नो घर भवन निर्माणका लागि हाम्रो रणबहादुर शाहीजीले एक कट्ठा दान गर्नुभयो जग्गा, र यसमा भवन बनाउनुपर्छ भन्ने हामी एउटा उद्देश्य लिएर यसको नेतृत्व, यसको अध्यक्षता हाम्रो चक्रबहादुर शाही, रणबहादुर शाहीको छोरा नै हुनुहुन्छ सर। उहाँले यसको नेतृत्व लिनुभयो। उहाँको अगुवाईमा हामीले यस भवन निर्माण समितिमा हरेक क्षेत्रबाट उहाँले आफ्नो सामाजिक सञ्जाल मार्फत, व्यक्तिगत फोन मार्फत धेरैलाई आह्वान गर्नुभयो, धेरै यसमा जोडिनु भएको छ। धेरैलेको यहाँ आफ्नो बुवा आमाको नाममा सङ्घ संस्थाहरूको सहयोगमा यो निर्माण कार्य 2 तले भवन सम्पन्न भएको छ। अहिले आरामसँग बुवा आमाहरूलाई एउटा टिभीदेखि यहाँ भएका भौतिक अझै गर्न त बाँकी छ, तर पनि हामीले भवन सम्पन्न गरेको मलाई एकदमै गर्व र खुसी लाग्छ। म यसमा अगुवाई गर्नु हुने सरलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु। यही हो मेरो भनाइ। धेरै धेरै खुसी लाग्छ। यो संस्थाको कोषाध्यक्ष आदरणीय आमा चन्द्रा पौडेल। नमस्कार, मेरो नाम चन्द्रकुमारी पौडेल हो। मेरो घर भुरीगाउँ बजार हो। अहिले 2083 साल अनि 1 महिना 6 गते आइतबारको दिन हामी
यो निर्माण समितिको सबै जम्मा भएर हामी कार्यक्रम गरिराखेका छौँ। हामी सुरुमा यो कसरी बसौँ कसरी गरौँ भन्ने हाम्रो यस्तो होला भन्ने हामीले सपना देखेका छैनौँ। अहिले यति राम्रो भएको छ। सहरको मद्दत, हामी सबैको योगदान अनि भगवानको कृपा सबभन्दा। भगवानले गर्दाखेरि हामीलाई यस्तो शान्ति दिनुभएको छ। घर एकछिन बस्न मन पनि लाग्दैन, मन यहीँ हुन्छ घर एकछिन भए पनि। हाम्रो यस्तो रमाइलो, हामीलाई यहाँ एकदम वैकुण्ठ स्वर्ग छ। हामीलाई यही खुसी लाग्छ। त्यसै गरी यो समितिको सदस्यको रूपमा रहेर हामीलाई सहयोग गर्नुहुने आदरणीय प्रजापति उपाध्याय। हजुर नमस्कार। नमस्कार हजुर। ठाकुरबाबा नगरपालिका वार्ड नम्बर 2 सदघरुवामा मेरो घर पर्छ। हामी धेरै आभारी छौँ। किन छौँ भन्दा हामी धर्मराज आचार्य हरिकृष्ण जी, म प्रजापति उपाध्याय, हामी उताबाट आउँदै गर्दा यो भुरी गाउँको नजिक पर्छ हाम्रो यो ज्येष्ठ नागरिक भवन। तपाईँहरू के गर्न जानुहुन्छ त्यहाँ, तपाईँहरू के गर्न जानुहुन्छ त्यहाँ भनेर भन्ने अहिलेसम्म त्यहाँ हुनुहुन्छ हाम्रो माझमा मान्छे हुनुहुन्छ भुरी गाउँमा। होइन हामी भजन कीर्तन गर्न जाने हो, सकभर त तपाईँहरू पनि गइदिँदा राम्रो होला। नै त्यहाँ गएर के पाइन्छ भनेर भन्ने मान्छे पनि हाम्रो यहाँ साधारण सभा भएको दिनमा अस्ति एकजनाले भन्नुभयो, मेरो यहाँ धेरै छ काम योगदान छ भनेर भन्नुभयो। झुट्टा कुरा गर्नु हुँदैन, साँचा कुरा गर्नुपर्छ। साँचा कुराले मङ्गलम भगवान् विष्णु मङ्गलम गरुडध्वजः मङ्गलम पुण्डरीकाक्षम मङ्गलाय स्तनहरि भन्छ। त्यस्तै गरेर मैले भनिरहनु पर्ने अवस्था अरू कुनै केही पनि छैन। ल ठिक छ, यत्तिकैमा म भनिसक्नु भएको छ। मैले आफ्नो परिचय दिएँ, मेरो नाम प्रजापति उपाध्याय भनिसकेँ। यत्तिकैमा म बिदा हुन्छु। नमस्कार। यो समितिको सचिवको रूपमा रहेर यो घरको नक्साङ्कनदेखिका धेरै हामीलाई अनुभव नभएका कुराहरूमा एउटा इन्जिनियरकै रूपमा काम गरेर यो भवन निर्माणमा अतुलनीय सहयोग गर्नुहुने आदरणीय दाजु जन्मजय तिमिल सेना। नमस्कार, मेरो नाम जन्मजय तिमिल सेना हो। मेरो घर पहिलेको घर मेरो अछाम हो। अहिले हाल आएर म ठाकुरबाबा नगरपालिका वार्ड नम्बर 1 को डुम्रेनी भन्ने ठाउँमा म बस्छु। यो संस्था सुरुमा हाम्रो लागू हुँदा हाम्रो आदरणीय हाम्रो सम्धिज्यू यहाँ हुनुहुन्छ, उहाँले सुरुवात गर्नुभयो र गणेश पोखरेल लगायत म पनि त्यसमा सहभागी भएर यस्तो यो ज्येष्ठ नागरिक चौतारीको एउटा समिति बनाऊ भनेर उहाँले सुरुवात गर्नुभयो। त्यसभन्दा पछि अब यो समिति बनाउँदै हामीले बस्ने ठाउँ पायौँ न। पछि हाम्रो आदरणीय चाहिँ स्वर्ग हुनुहुन्छ हाम्रा मित कान्छा बुवा रणबहादुर साईले 1 कट्ठा जग्गा म दिन्छु, ल राम्रोसँग तपाईँहरू बस्नुहोस्, राम्रोसँग यहाँ यो संस्था चलाउनुहोस् भनेर उहाँले त्यो दिनुभयो, जग्गा दिनुभयो। त्यसभन्दा पछि भाइ चक्रबहादुर साईलाई हामीले निर्माण समितिको अध्यक्ष बनायौँ र यो भवन निर्माण गर्ने अब हामीले सुरुवात गऱ्यौँ। जब हामीले अध्यक्ष चक्रबहादुर साईलाई हामीले नियुक्ति गरिसकेपछि मेरो विचारले अब यो सम्पन्न भयो, सम्पन्न हुन्छ। चक्रबहादुर साईजीलाई मैले बाल उमेरबाटै यो विद्यार्थी जीवनबाटै मैले देखेको यस्ता सामाजिक कामबाट चाहिँ नै उहाँले राम्रो कामको लागि चाहिँ कहिले पनि पछाडि हट्नुहुन्न। उहाँले यो काम उहाँले सफल गर्नुहुन्छ भन्ने कुरो मलाई विश्वास लाग्यो। त्यसभन्दा पछि 2074 सालमा म जनप्रतिनिधि थिएँ र मैले आफ्नो वडामा जनप्रतिनिधि हुँदा केही अब हामीले केही रकम पनि यसमा जुटाउन सकिन्छ कि, अब थोरै पनि मैले आफूले आफ्नो तर्फबाट जुटाउनु भन्दा पनि सामाजिक रूपमा जनप्रतिनिधि म हुँदा 5 जनाबाट केही रकम हामीले यसमा जुटाउन सकिन्छ कि भनेर हामीले 5 जना मिलेर थोडा हामीले सहयोग यसबाट पनि हामीले सुरुवात गरिसकेपछि सबैको चाहिँ आँखा खुल्न थाले। त्यसभन्दा पछि दनादन रकम सुरु भयो र भोजराज तिमिल सेनाले यो महिला तथा विकास मन्त्रालयबाट काठमाडौँबाट 5 लाख रुपियाँ पठाएपछि र केही पैसा यहाँ यो जम्मा भइसकेपछि हामीले यसको जब सुरु गऱ्यौँ र चक्रबहादुर साईले
लागिसकेपछि कहिल्यै नछोडेर आफ्नो जागिरको पनि वास्ता नगरेर लागि पढेर अहिलेसम्म यो सम्पन्न गरेकोमा हामी धन्यवाद दिन चाहन्छौँ। अहिले हामी ज्येष्ठ नागरिक चौतारीमा सारा चाहिँ बसेर गीत गाना कीर्तन हाम्रो चाहिँ मन पढी हामीले यहाँ गरिराखेका छौँ। यो ज्येष्ठ नागरिक चौतारी एउटा हामीले यो चौतारोको रूपमा पनि हेरेका छौँ र कीर्तन गर्ने यो एउटा शिवालय जस्तो पनि हामीले मानेका छौँ भन्ने मेरो भनाइ यहाँ राख्दै म बिदा हुन्छु त। हवस् त, नमस्कार। त्यसै गरी यो संस्थाको स्वप्नदर्शी आदरणीय कण्ठ कठारी बुवा, उहाँको यो भवन, यो संस्थामा आबद्ध उहाँका दौतरीहरूका लागि निकै ठुलो समर्पण रहेको छ, निकै ठुलो त्याग रहेको छ। सरकारी सेवामा लामो समय बिताउनु भएको आदरणीय बुवा आफ्नो सेवानिवृत्त जीवनको सारा हिस्सा यही संस्थाको लागि बिताउनु भएको छ र यो भवनका लागि बुवाको निकै ठुलो योगदान रहेको छ र अहिले पनि उहाँको सारा कर्महरू यो संस्था र यहाँका बाआमाहरूसँग बितिरहेको छ। त्यसैले मैले व्यक्तिगत रूपमा भन्नुपर्दा यो भवन उहाँको सपना हो र यो भवनको सुरुदेखि अहिलेका धेरै पूर्वाधारहरू सम्पन्न हुँदासम्मको अवस्थामा बुवाले एउटा सपना देख्नुभएको थियो र अझ पनि धेरै कुराको उहाँको यहाँ योजनाहरू छ। आफ्ना केही शब्दहरू भनिदिनको लागि म आदरणीय कण्ठ बुवा, जो यो संस्थाको आजीवन सदस्य हुनुहुन्छ र यो भवन निर्माण समितिमा सदस्यको रूपमा रहेर सक्रिय योगदान गर्नुभएको छ। नमस्कार। अब मैले भन्नुपर्ने धेरै कुरा केही छैन, हाम्रो साथीहरूले सबैले भनिसकेका छन्, साथीले पनि भनिसकेका छ। मेरो जन्मभूमि अछाम जिल्ला विनायक गाविस वार्ड नम्बर 5 साबिक, हाल नगरपालिका वार्ड नम्बर 13 विनायक र अहिले मेरो बसोबास बर्दिया जिल्ला ठाकुरबाबा नगरपालिका वार्ड नम्बर 1 डुम्रेमा मेरो बसोबास छ। र यो ज्येष्ठ नागरिक चौतारीको लागि मैले के भन्छु भने मेरो सपना त के हो भनेपछि जहाँ पस्यो त्यो पसेको ठाउँमा पुरा होस् भन्ने सपना हुन्छ। हाम्रो लक्ष्मी म्याडमलाई थाहा छ, हामीले त्यो एउटा भवन बनाउने बेला हामीले रात दिनै कसरी खटेर बनायौँ। त्यो सोचले यो चौतारी पनि बनाउनलाई मैले मेरो पहिलेकै सपना हो। हामी ज्येष्ठ नागरिक सपना कसरी गर्छौँ भनेर अब मैले लामै कुरा भन्दैन। एक दिन त हामी चौतारीमा बसिरहेछौँ परिटहरामा, रणबहादुर साईले यो मेरो भनाइ के थियो भनेपछि यो नगरपालिकाभित्र जसले जहाँ 5 धुर जग्गा दिन सक्यो त्यही नै हामी घर बनाउँछौँ भन्ने उपना थियो। तर यो ठाउँमा जिउँदो मान्छे जन्मेको रहेनछ, जग्गा उनको प्रशस्त छ, जग्गा बाँझो छ, तर दान दिन चाहेन कसले पनि। रणबहादुर साई एउटा ठकुरीको जन्म लिएको हुँदाखेरि नि म दिन्छु 1 कठा जग्गा भनिकन भन्नुभयो। पछिल्लो बिहानै कहाँबाट यिनको घर आउने मौका पनि साईजीको परेको थियो। पछिल्लो बिहान विधानको फोटोकपी ल्याएर 4 बजे मैले आएर कोठामा, साईजी यो विधान हेर्नुहोस्, दिन लागेको छ भनेपछि दिनुहोस्, नत्र नदिनुहोस्, पछि हाम्रो बुवालाई फसायो भने भनौँला भने त्यो भनेपछि अब केही भएन, म अरू कुरा भन्दैन, सबै कुरा भइसक्यो। तर मेरो सपना के छ भनेपछि नि सपना मेरो जीवन अन्त कहीँ छैन। छोराछोरी आफ्नो नाति नतिना सबै आफ्नो ठाउँमा आफ्नो खुट्टामा उभिसकेका छन्। मेरो सपना केही छैन। यो भवन बन्यो, निर्माण समितिले भवन बनायो, सबै राम्रो भयो, दाताले दिए त्यो पनि राम्रो भयो। तर यसमा के छ भनेपछि नि पर्खाल नभएर हामीलाई अलि समस्या परिरहेको हुँदाखेरि पर्खाल बनाउने समस्या म धेरै समस्या छ। अब म कैसँग भनौँ, तर हाम्रो साथीले मान्छेले आफूसँग मात्रै दान दिने होइन, अर्कासँग पनि दान मागेर दिन सक्ने मान्छे त्यही नै ठुलो हो। र हामीले समन्वय गरेर योलाई पर्खाल हामी जस्तै नै मेरो जीवन सञ्चालै भइदिए भए मैले देख्न पाएको भन्ने मेरो सोचाइ छ र यसमा लागि रहेका छौँ। र यत्तिकैमा मैले बिदा लिएँ। धन्यवाद बुवा, हजुरको यो इच्छा पनि पुरा हुनेछ भन्ने आशा गर्छु। त्यसै गरी यो समितिमा सदस्यको रूपमा रहेर यो भवन निर्माणमा निकै महत्त्वपूर्ण भूमिका
यो निर्माणको सुरु गरेदेखि यो घरको अन्तिमसम्मको निर्माणको काम जिम्मा लिएर यो भवन बनाइदिने भाइ बिर्खबहादुर शाही। नमस्कार, मेरो नाम बिर्खबहादुर शाही। घर पहिला घर दैलेख जिल्ला तुलदेशी गाविस हाल ठाकुरबाबा नगरपालिका 1 भुरीगाउँ बर्दिया। मैले धेरै भन्न त केही छैन, सबै दाजुले भनिसक्नुभयो, अग्रजले भनिसक्नुभयो। मैले मेरो सानै उमेरमा पनि यो ज्येष्ठ नागरिक चौतारीको सदस्यको रूपमा रहेर निर्माणको पुरै जिम्मा दिएर मैले यो गरेँ ऊ गरेँ मैले केही भन्दैन। सबै दिएर सबै अग्रजहरूले भन्नुहुन्छ, दाजुले भन्नुहुन्छ यो भाइले यो गर्यो भनेर सबै कुरा दाजुले गर्नुहुन्छ। म लास्टमा यही भने सबैलाई नमस्कार। मैले फेरि पनि यो बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिका वडा नम्बर 1 मा रहेको ज्येष्ठ नागरिक चौतारी संस्थाका लागि निर्माण गरिएको ज्येष्ठ नागरिक चौतारी रणबहादुर शाही, अमृता शाही आशीर्वाद भवनको भवन निर्माण तथा स्रोत व्यवस्थापन समितिको अध्यक्षको हैसियतमा यो भवन निर्माणका लागि सहयोग गर्नुहुने नेपाल सरकारका विभिन्न निकाय, ठाकुरबाबा नगरपालिका, विभिन्न सरकारी तथा गैर सरकारी संस्थाहरू, विभिन्न दाता महानुभावहरू, तपाईँहरू सबैमा मेरो व्यक्तिगत तर्फबाट र यो समितिका तर्फबाट आभारसहित हार्दिक धन्यवाद व्यक्त गर्दछु। त्यसै गरी आफ्नो अमूल्य समय दिएर घरायसी र पारिवारिक कठिनाइका बावजुद पनि यो सार्वजनिक भवन बनाउनुपर्छ भनेर मलाई सहयोग गर्ने यो समितिका यहाँहरू सबै आदरणीय व्यक्तिहरूलाई म आभारसहित हार्दिक धन्यवाद दिन चाहन्छु। यहाँहरू सबैको व्यक्तिगत योगदान र समर्पणले यो भवन सम्पन्न भएको छ र अहिले भुरीगाउँ क्षेत्रका धेरै बाआमाहरूका लागि दैनिक रूपमा आफ्ना साथीभाइहरू, आफ्ना उमेर समूहका दौतरीहरूका माझ समय व्यतीत गर्ने थलोको रूपमा यो संस्था परिचित हुँदै गएको छ। यो संस्थाले दैनिक रूपमा भजन कीर्तन गर्ने गरेको छ। उमेर समूहका साथीभाइहरू बीच आफ्नो समयका विभिन्न छलफलहरू चलाउने गरेको छ र यो संस्थाको यो प्रयासले यहाँका बाआमाहरूलाई अलिकति खुसी साट्ने अवसर दिएको छ भन्ने मैले महसुस गरेको छु र यो समाजमा, यो समाजका लागि, अहिलेका लागि र भोलिको उदाहरणका लागि समेत यो एउटा सामाजिक काम गर्न पाएकोमा म एकदमै खुसी छु र हाम्रो यो काममा सहयोग गर्ने मैले उल्लेख गरेका तपाईँहरू सबैमा यो सहयोगका लागि, विश्वासका लागि फेरि पनि आभारसहित हार्दिक धन्यवाद व्यक्त गर्दछु। नयाँ वर्ष 2083 को यो आज 6 गतेका दिन तपाईँहरू सबैमा नयाँ वर्षको शुभकामना समेत व्यक्त गर्न चाहन्छु। धन्यवाद। राधा सर्वेश्वर भगवान को जय राधा सर्वेश्वर बंधु परमात्मा को जय बागमती गंगा को राष्ट्रदेव पशुपतिनाथ को विराजमान हुनुभएका सम्पूर्ण भगवान को बंकामण्ड भगवान को शालिग्राम भगवान को विष्णु भगवान को लक्ष्मीनारायण भगवान को आलगी आनंद को ठाकुर बाबा में रहनुभएका सम्पूर्ण मठ मन्दिर को बगलामुखी धाम को बगलामुखी धाममा रहनुभएका सम्पूर्ण मठ मन्दिर को बागेश्वरी माता को बागेश्वरी माता रहनुभएका सम्पूर्ण मठ मन्दिर को ज्योति बलैको ज्योति बलैमा रहनुभएका सम्पूर्ण मठ मन्दिर को गला पञ्चकोशीको पञ्चकोशी क्षेत्रमा रहनुभएका सम्पूर्ण मठ मन्दिरको बाबा चन्द्रनाथ धामको चन्द्रनाथ धाममा रहनुभएका सम्पूर्ण मठ मन्दिरको बैजनाथ धामको बैजनाथ धाममा रहनुभएका सम्पूर्ण मठ मन्दिरको आफ्ना कुलकुलाउने देवताको
गिरी चौतारीका आमा बुवा दाजुभाइ दिदीबहिनीहरूको भवन निर्माण समितिका सम्पूर्ण चक्र बहादुर साई